तपाईसँग पनि क्यामेरा छ अनि तपाई क्यामेरा चलाउन सिक्न खोज्दै हुनुहुन्छ र तपाईले अहिलेसम्म पर्फेक्ट इन्फर्मेसन भेटाइरहनु भएको छैन भने तपाईको लागि यो भिडियो एकदमै उपयोगी हुनेछ है त। अनि क्यामेरा सम्बन्धी सम्पूर्ण जानकारी लिनको लागि भाङ्रे फिल्म मेकिङ एजुकेसन तपाईको लागि पर्फेक्ट युट्युब च्यानल हुने वाला छ है त। हेलो भाङ्रेयर, म अज्ञात, तपाईलाई भाङ्रे फिल्म मेकिङ एजुकेसनमा स्वागत छ र आजको हाम्रो टपिक छ हाउ टु युज क्यामेरा, त्यो पनि म्यानुअली। क्यामेरा चलाउन एकदमै सजिलो छ मेरो अनुभवमा, किनभने क्यामेरा भनेको एउटा इलेक्ट्रिक डिभाइस हो। यसको लागि केही टेक्निकल नलेज भए पुग्छ। मैले वर्षौं लगाएर सिकेको कुरा म तपाईलाई यही च्यानलको मार्फतबाट छोटो समयमा नै सिकाउने छु है त। यदि यो भन्दा पहिलेको एपिसोड व्हाट इज क्यामेरा, व्हाट इज लेन्स हेर्नु भएको छैन भने त्यो भिडियो हेरेर आउनु भने तपाईलाई अझै सहज हुन्छ। नर्मली जति पनि जुनसुकै ब्रान्डका क्यामेराहरू छन् तिनीहरूको क्यामेराको बनावट चाहिँ लगभग उस्तै हुन्छ। ओके, तपाईसँग जुनसुकै क्यामेरा भए पनि नो वरिज, किनभने क्यामेराको फङ्सनिङ गर्ने तरिका चाहिँ लगभग उस्तै हुन्छ। क्यामेराको मुख्य 3 वटा एलिमेन्टहरू हुन्छन्, अपाचर, सटर स्पिड र आइएसओ। यो सबैको काम भनेको लेन्सबाट आएको लाइटहरूलाई कन्ट्रोल गर्नु नै हो। लाइटलाई कन्ट्रोल गर्नु भन्नाले लेन्सबाट आएको लाइटलाई क्यामेराको सेन्सरसम्म धेरै वा थोरै कति मात्रामा छिर्न दिने भन्नु हो। यति 3 वटा एलिमेन्टहरू सिकिसकेपछि हामीलाई क्यामेरा चलाउन आउनेछ। यी 3 वटा एलिमेन्टहरू कहाँ हुन्छन् र कसरी थाहा पाउने अथवा कसरी चलाउने हेरौँ है। तपाईसँग जुनसुकै क्यामेरा भए पनि यी 3 वटा एलिमेन्टहरूले काम गर्ने तरिका र थ्योरी चाहिँ एउटै हो। हरेक क्यामेराको चाहिँ बनावट उस्तै हुन्छ। यो अहिले मसँग चाहिँ यो लुमिक्स GS5 छ। यो लेन्स भइहाल्यो अगाडि, यो बडी भएन, अनि यो माथि चाहिँ टप डायलहरू हुन्छ, अनि यो टप डायलहरू हुन्छ, अनि यसरी डायल बटमहरू हुन्छ। यहाँ एउटा, दुईटा, यहाँ छ 3टा हैन। अनि यहाँ आइएसओ यस्तो हुन्छ, कुनैमा यसो छुटाएको हुन्छ, नहुने हुन्छ, नत्र यस्तो डायल बटमहरू चाहिँ अनिवार्य हुन्छ है त। अनि यो टप डायल हुन्छ। अहिले चाहिँ म यसमा एममा लगाइरहेको छु। मैले यहाँ अन गरेँ र अन गरेपछि हामीले मेन पाउने इन्फर्मेसन भनेको यहाँ 3 वटा हुन्छ। जस्तो यहाँ 3 वटा इन्फर्मेसनहरू, यो जो 3 वटामा एउटा अपाचर हो, एउटा सटर स्पिड हो र अर्को आइएसओ हो। ओके, लेट्स स्टार्ट फ्रम अपाचर। अपाचरबाट सुरु गरौँ। अपाचर भनेको के हो? लेन्सबाट जाने लाइट कन्ट्रोल गर्ने लगभग गोलाकार आकारको फिजिकल प्वाल नै अपाचर हो। ओके, नर्मली अपाचर भन्दाखेरि त्यो लेन्सको प्वाल भनेर बुझ्दा हुन्छ है त, दुलो भनौँ न। लेन्सबाट जाने लाइट सबैभन्दा पहिला अपाचरले कन्ट्रोल गर्छ। जुन अपाचर ब्लेडहरू मिलेर बनेको हुन्छ। हरेक लेन्समा कतिवटा अपाचर ब्लेडहरू हुन्छन् भन्ने कुरा चाहिँ त्यो लेन्स अनुसार फरक हुन्छ। जस्तो यो लुमिक्स S20 to 60 f3.5 देखि 5.6 अपाचर भएको लेन्समा 9 वटा अपाचर डायफ्रेम ब्लेडहरू हुन्छन्। त्यस्तै गरी यो सिग्मा कम्पनीले बनाएको 2470 f2.8 मा चाहिँ 11 वटा राउन्डेड डायफ्रेम ब्लेडहरू छन्। जति धेरै अपाचर ब्लेडहरू उति नै त्यो बोके ब्लर हुने गोलो चाहिँ राउन्ड भएर देखिन्छ। पहिलो रिङ फोकस रिङ र दोस्रो चाहिँ जुम हुने लेन्समा चाहिँ जुम हुन्छ, र यदि प्राइम लेन्स सिने लेन्सहरू छ भने चाहिँ त्यसले चाहिँ अपाचर कन्ट्रोल गर्छ। सबैभन्दा ठुलो म्याक्सिमम अपाचर कति खोलिने र सबैभन्दा मिनिमम अपाचर कतिसम्म खोल्न सकिन्छ भन्ने कुरा त्यो पहिले लेन्स बनाउँदा नै फिक्स गरिएको हुन्छ। आफूलाई कति अपाचर खोल्दा ठिक हुन्छ त्यही अनुसार अपाचर मिलाउनु पर्छ। जति ठुलो अपाचर नम्बर त्यति नै सानो गरी प्वाल खुल्छ, र जति सानो अपाचर नम्बर त्यति नै ठुलो गरी अपाचरको प्वाल खुल्छ। कुनै पनि लेन्सको सबैभन्दा ठुलो अपाचर कति खुल्छ भनेर त्यो लेन्समा नै लेखेको हुन्छ। जस्तो यो लेन्स 2470 f2.8 भएकोले यसको म्याक्सिमम अपाचर f2.0 हो। र हामीले अपाचरको बारेमा बुझ्नै पर्ने 3 वटा कुराहरू छन्। सानो अपाचर नम्बर, ठुलो अपाचर खोलिने प्वाल। जति ठुलो अपाचर खोलिन्छ उति नै बेसी लाइट छिर्छ, र जति ठुलो अपाचरमा खोलिन्छ र ब्याकग्राउन्डको ब्लर पनि त्यति नै मात्रामा हुन्छ। त्यसो भने कति अपाचर राखेर चाहिँ फोटो वा भिडियो खिच्ने त? नर्मली सब्जेक्टलाई सार्प फोकस गर्न, ब्याकग्राउन्ड ब्लर गर्न परेमा सबैभन्दा कम अपाचर नम्बर राख्ने, जसले गर्दा त्यो लेन्सको अपाचर अर्थात् प्वाल चाहिँ ठुलो मात्रामा खुल्छ र त्यसले चाहिँ ब्याकग्राउन्ड ब्लर पनि हुन्छ र फोटो वा भिडियो पनि सार्प आउँछ। यदि तपाईँले ग्रुप फोटो वा सिनहरू खिच्नु परेमा चाहिँ अपाचर नम्बर बढाउनु पर्छ।
जस्तो F8 F12 यस्तो बनाएर खिचेमा चाहिँ ग्रुप फोटो र सिनहरू चाहिँ फोकस शार्प आउँछ। सटर स्पिड भनेको के हो? सटर स्पिड भनेको सेन्सरले लाइट कति समयसम्म कलेक्ट अथवा एक्सपोज गर्छ भन्ने हो। सेन्सरमा लाइटलाई कति समयसम्म पर्न दिन्छ भन्ने समयलाई सटर स्पिड भनिन्छ। यसको मतलब सटर स्पिड भन्नाले पनि सेन्सरमा कति मात्रामा कति समयको लागि लाइट पठाउनु भन्ने नै हो। हामीले बुझ्नुपर्ने कुरा चाहिँ सटर स्पिड भन्नाले टाइमसँग रिलेट हुन्छ है त। सटर स्पिड दुई खाले हुन्छ, एउटा मेकानिकल सटर स्पिड र अर्को हुन्छ इलेक्ट्रोनिक सटर स्पिड। पहिला मेकानिकल सटर स्पिड के हो बुझौँ है त। प्रायः जसो पुरानो DSLR क्यामेराहरूमा चाहिँ मेकानिकल सटर हुन्छन्। त्यो सटर चाहिँ फिजिकली नै मुभ हुने गर्दछ। जस्तो सटर स्पिड 1 सेकेन्डको लागि बनाएको छ भने ओपन भएको 1 सेकेन्ड पछि मात्रै त्यो सटर क्लोज हुन्छ। त्यस्तै सटर स्पिड 1/50 छ भन्नुको अर्थ 0.02 सेकेन्ड हो, जुन 1 सेकेन्ड भन्दा पनि अत्यन्तै कम हो, अर्थात् फास्ट हो। 1 सेकेन्डलाई 50 भाग लाइट जति छिटो हो। नोट: सामान्यतया DSLR क्यामेराहरूमा सेन्सर अगाडि पर्दा जस्तो सटर हुन्छ। पहिले कर्टन खुल्छ, सेन्सरमा लाइट पर्छ अनि सटर बन्द हुन्छ। यही खुल्ने समय नै सटर स्पिड हो। अब हेरौँ इलेक्ट्रोनिक सटर। सबै क्यामेरामा फिजिकल सटर हुन्छ भन्ने हुँदैन। मेकानिकल सटर नभएको क्यामेराहरू जस्तै फोनको क्यामेरा, एक्सन क्यामेरा, सिनेमा क्यामेराको भिडियो मोडमा पनि फिजिकल सटर प्रयोग हुँदैन र केही मिररलेस क्यामेराहरूमा। यिनीहरूमा प्राय चाहिँ इलेक्ट्रोनिक सटर प्रयोग हुन्छन्। यसमा फिजिकल पर्दा चल्दैन। सटर स्पिडले यस्तो अवस्थामा कसरी काम गर्छ? सेन्सरलाई अन अफ रिड वा रिसेट गरिन्छ। इलेक्ट्रोनिक सटर नभए पनि टाइमिङ कन्ट्रोल हुन्छ। भिडियो खिच्दा सटरले कसरी काम गर्छ? भिडियोमा क्यामेराले जस्तै लगातार फोटोहरू खिचिरहेको हुन्छन्। जस्तो 24 FPS भिडियोमा चाहिँ 1 सेकेन्डमा 24 वटा फोटो खिचिरहेको हुन्छ। यदि सटर स्पिड 1/50 सेकेन्ड छ भने प्रत्येक फ्रेममा 1/50 सेकेन्ड एक्सपोज्ड हुन्छ। प्रत्येक फ्रेमको एक्सपोज टाइम नै सटर स्पिड हो। हामीले सटर स्पिडको बारेमा बुझ्नै पर्ने कुरा, सटर स्पिड भन्नाले लाइट क्याप्चर गर्ने समय भन्ने अर्थ चाहिँ बढी महत्त्वपूर्ण हुन्छ। रियल सटर हुनु अनिवार्य हुँदैन। जति धेरै सटर स्पिड उति नै कम लाइट र जति नै कम सटर स्पिड उति नै बढी लाइट। सुरुमा अलिकति प्र्याक्टिकली कन्फ्युज हुन्छ यो कुरा। यदि तपाईँले राम्रोसँग गणित बुझ्नुहुन्छ भने यसमा कन्फ्युजन हुने कुरा चाहिँ केही पनि छैन। ल एकछिन चेक गरौँ है त तपाईँले गणित कतिको बुझ्नुहुन्छ। 1/50 धेरै कि 1/500 धेरै? यो दुईटा मध्ये भ्यालु कसको धेरै हुन्छ? तपाईँले ठिक भन्नुभयो। हेर्दाखेरि यहाँ 1/500 धेरै जस्तो देखिन्छ, तर यसलाई भाग लगाउँदाखेरि 0.002 हुन्छ, जुन चाहिँ 1/50 भनेको 0.02 हो। त्यसैले 1/500 भन्दा 1/50 को भ्यालु धेरै हुन्छ। सर्टकटमा बुझ्नु पर्दा चाहिँ हायर सटर स्पिड गऱ्यो भने चाहिँ सेन्सरमा लाइट कम पर्छ र लोवर सटर गऱ्यो भने चाहिँ सेन्सरमा बढी लाइट पर्न आउँछ। यति मात्रै अहिलेलाई बुझ्नुभयो भने इनफ हुन्छ है त। उसो भए सटर स्पिड कति राखेर भिडियो र फोटो खिच्ने? सामान्यतया पोर्ट्रेट खिच्नको लागि चाहिँ कम्तीमा 1/125 जति चाहिन्छ र त्योभन्दा माथि पनि गर्न सक्नुहुन्छ। त्यस्तै गरी हिँडिरहेको मान्छेको खिच्नुहुन्छ भने चाहिँ 1/250 जति गर्नुपर्छ। स्पोर्ट्सहरू खिच्दै हुनुहुन्छ भने 1/1000। त्यस्तै गरी वाइल्ड लाइफ छ भने 1/2000 सम्म पनि जानुपर्ने हुन्छ। र तपाईँले भिडियो नर्मली सिनेमेटिक मोडमा खिच्नुहुन्छ भने चाहिँ 1/50 सटर स्पिड चाहिन्छ। नोट: औसतमा यसलाई स्ट्यान्डर्ड सटर स्पिड माने पनि हुन्छ, ठ्याक्कै यति नै गर्नुपर्छ भन्ने चाहिँ होइन। आवश्यक अनुसार तपाईँले यसलाई चेन्ज गर्न सक्नुहुन्छ। आइएसओ भनेको के हो? आइएसओ भनेको सेन्सरको लाइट सेन्सिटिभिटी हो। अपाचर र सटर स्पिडले लाइट कन्ट्रोल गरिसकेपछि सेन्सरमा आएको लाइटलाई थप कन्ट्रोल गर्नको लागि आइएसओ चलाइन्छ। नर्मल्ली आइएसओ सबैभन्दा कम राखिन्छ। सामान्यतया क्यामेराहरूमा सबैभन्दा कम आइएसओ 100 लाई मानिन्छ, तर आजकलको क्यामेराहरूमा आइएसओ 100 भन्दा पनि कम हुने क्यामेराहरू पनि पाइन्छ। जस्तो मेरो यो लुमिक्स S5 मा फोटो मोडमा चाहिँ आइएसओ सबैभन्दा कम 50 सम्म जान्छ। फेरि भ्लग बनायो भने चाहिँ यसको आइएसओ चाहिँ 320
सबैभन्दा कम हुन जान्छ र क्यामेरा र अप्सन अनुसार चाहिँ सबैभन्दा कम आइएसओ पनि फरक हुने गर्दछ क्यामेराको सबैभन्दा कम आइएसओलाई त्यस क्यामेराको बेस आइएसओ पनि भनिन्छ आजकलको मोडर्न क्यामेराहरुमा ड्युअल नेटिभ आइएसओहरु आएको छ र अहिलेको लेटेस्टमा ट्रिपल नेटिभ आइएसओ पनि आएको छ जस्तो यो लुमिक्सकै बेस आइएसओ फोटो मोडमा 100 र 640 हुन्छ भने भिडियो गर्नको लागि भ्लगमा चाहिँ 320 र 4000 सम्म पनि जान सकिन्छ बेस आइएसओ मा चाहिँ फोटो र भिडियो खिच्दाखेरि चाहिँ नोइज एकदमै कम आउँछ नोइज भन्नाले फोटो वा भिडियो भित्र आउने अनवान्टेड ग्रीन डट्सहरु ग्रेन वा कलर डिस्टर्सनलाई जनाउँछ यसको पनि सिम्पल बुझ्नु पर्दा जति धेरै आइएसओ उति ज्यादा लाइट र जति कम आइएसओ उति कम लाइट जति कम आइएसओ उति नै कम नोइज त्यसो भए आइएसओ कति राखेर फोटो र भिडियो खिच्ने त सिम्पल सबैभन्दा कम आइएसओ अर्थात बेस आइएसओ मा फोटो र भिडियो खिच्ने केही गर्दा पनि लाइटले पुगेन भने मात्रै अन्तिम उपाय भनेको आइएसओ बढाउनु पर्छ आई होप तपाईले क्यामेराको 3 बेसिक एलिमेन्ट्सहरु अपर्चर शटर स्पिड र आइएसओ को बारेमा बुझ्नु भयो होला यदि केही कन्फ्युजन छ भने तपाईले कमेन्ट गरेर सोध्न सक्नुहुन्छ र अर्को भिडियोमा हामी फोकस सिस्टमको बारेमा कुरा गर्नेछौं र म्यानुअली फोकस गर्न र अटो फोकस कति बेला कुन खाले युज गर्ने भन्ने बारेमा पनि स्टडी गर्नेछौं थ्यांक यू सो मच बाङवियर ओल्नु आजको लागि यति नै यदि यो भन्दा पहिलेको भिडियो हेर्नु भएको छैन भने यता दायाँतिर लिंक छ हेर्नु होला यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर तपाईले क्यामेरा सम्बन्धी सजिलै जानकारीहरु लिन सक्नुहुनेछ अनि कोही क्यामेरा सिक्न चाहनेहरु हुनुहुन्छ भने उहाँहरुलाई पनि यो भिडियो शेयर गरिदिनु होला डु सब्स्क्राइब एन्ड लर्न मोर